लगाइट्सहरू हेर्नुहोस् म चाहिँ त्यो फल खाँदैछु है तपाईँहरूलाई कस्तो लाग्छ भनिदिनु होला म यहाँ गोठालोबाट आउँदाखेरि चाहिँ धेरै टाइम लाग्यो हो भनौँ न अब यहाँ घामहरू नै अलिक ज्यादै नै छ अलिक अब फेरि एकछिनमा पानी पर्ने एकैछिनमा घाम लाग्ने हुन्छ क्या यो ठाउँ चाहिँ त्यस्तो छ हेर्नुहोस् भेनाहरू चाहिँ यता पर बाख्रा चलाउनु जानु रहेछ म चाहिँ अब यहीँ राख्छु है त अनि म खाएर देखाउने छु गाइसहरूलाई है उयो झऱ्यो त र म यहाँ खानु जाँदैछु गाइसहरू डाँडाहरू यस्तै छ है खाना जाँदैछु म हजुर हेर्दैछु दाइ भेना हुनुहुन्छ यहाँ पर बाख्रा चलाउँदै हुनुहुन्छ भेना हुनुहुन्छ के हजुर हजुर यता परतिर हुनुहुन्थ्यो लिएर आउनुहुन्छ होला एकछिनमा है अब त्यहाँ गाईहरू रहेछ बढियो बस्यो है अनि गाइस फल अहिले अघि पनि टिपेर देखाइरहेको थिएँ तपाईँहरूलाई होइन चाहिँ म युट्युब च्यानल मेरो भर्खर खोलेको हो त्यो भएर अब खाँदैछु गाइस हेर्नुहोस् यस्तो हुन्छ क्या यो चाहिँ यस्तो हुँदा चाहिँ अब यसलाई खानु पऱ्यो यसको चाहिँ फेरि भित्रको दाना खानु मिल्दैन क्या यस्तो हुन्छ दानाहरू खानुपर्छ अनि जस्ट यो चाहिँ खानुपर्छ यसले चाहिँ के भन्छ भने गाइस तपाईँहरूको खुन बढाउने मात्रामा प्रयोग हुन्छ अनि जस तपाईँहरूको ब्लडहरू बढाउँछ यसले नेपालले है यसमा चाहिँ कस्तो हुन्छ भने यस्तो रातो हुन्छ क्या यहाँ हाल्नु रातो हुन्छ जस्तो मेरो यो हातमा बगिरहेछ नि यहाँ हाल्नुहोस् मेरो हातमा बगिरहेछ हो यस्तो रातो हुन्छ क्या अनि यो चाहिँ ब्लडहरूको लागि शुद्ध हुन्छ यो प्रायः चराहरूले मात्र खान्छ र मानिसहरूले खान्छ नि यस्तो साह्रो तितो हुन्छ कि फेरि यसको दाना चाहिँ नि लास्ट तितो क्या होइन न किराहरू पनि लागेको हुनसक्छ है र तपाईँ म धेरै चाहिँ खान्न अहिले चाहिँ म घर लान्छु घर लगेर मजाले सबैलाई दिन्छु म पाखरी बस वडा नम्बर 4 वडा नम्बर 7 मा बस्छु के भन्छ गाइस अब बस्ती त हेर्नै पर्यो फेरि भाग्यो ओऱ्यो भने बाली खाइदिन्छ भन्छन् त्यही भएर चराउँदैछु है यस्तै छ के भन्नु गाइस अब मन पर्यो भने लाइक एन्ड सब्सक्राइब मन परेन भने पेजमा नो भनेर जानुहोस् कमेन्टमा यति भन्न चाहन्छु है गाइस अर्सली चाहिँ त्यस्तो हुन्छ क्या ए हेर्नुहोस् मजाले ऐसले चाहिँ यो हो यसको चाहिँ अब भित्र यस्तो टोड्की हुन्छ क्या हेर्नु न तर यो फेरि हाम्रो पाहाडतिर उदिको हो भने यो पलात्लित हुन्छ नि यो तर यो त्यस्तो खालको होइन गाई जति मडारे नि यसलाई केही हुँदैन त्यस्तो खालको जस्ट कलर पनि हुन्छ र गाइस अर्को भिडियोमा चाहिँ म तपाईँलाई बन स्ट्रबेरी खाएको देखाउने छु लगभग त्यहाँनिर पाक्नु लगभग आँटेको छ है त्यो चाहिँ खोज्नु जानुपर्छ अरे खोजेपछि आएर म तपाईँलाई भिडियो देखाउने छु गएर आएको है
गर्दाखेरि चाहिँ भेडाले यस्तो ठाउँ यो ऐसलु नै हो भन्नुभयो। काँडे ऐसलु अरे यसको नाम। अघि तपाईँलाई मैले बोट पनि देखाइसकेँ। त्यो हुनाले हो गाइस। ल यति नै भन्न चाहन्छु। बाइ बाइ। अर्को भिडियो फेरि आउनेछ है।